मित्रहरू, म अहिले बजारतिर जाँदै गरेको अवस्था है मित्रहरू। अति जरुरी काम परेकोले म बजारतिर जाँदैछु मित्रहरू। दाइले बनाउनु भएको चौतारामा आइपुगे। यो चौतारो मनबहादुर दाइले कान्छा छोराको सम्झनामा बनाउनु भएको चौतारो हो भने माथिल्लो जन्तरी दिदीले बनाउनु भएको, जन्तरी दिदीले आफ्नो बुवा आमाको सम्झनामा बनाउनु भएको चौतारो हो भने यो बनाउनु भएको चौतारामा ठ्याक्कै आइपुगे। सुरेन्द्र बाजेले आफ्नो बुवा आमाको सम्झनामा यो चौतारो बनाइदिनु बरमा आइपुग्यो। यो पण्डिते बर किन त्यसो भनिएको त्यो चाहिँ थाहा भएन। यो पण्डिते बरमा ठ्याक्कै आइपुग्यो। अब ठ्याक्कै यहाँ भाइको टेम्पो भेट्यो। उहाँको टेम्पोमा चढेर अब बजार जाँदैछु। उहाँको टेम्पो है, उहाँले टेम्पोमा चढाइदिनु भएको छ। यसरी हामी भाइको टेम्पोमा जाँदैछौँ बजारतिर। न्याङ्गम बजारतिर आइपुग्यो। यो चाहिँ बिरालो स्तम्भ हो। ठ्याक्कै न्याङ्गम बजार आइपुग्यो। न्याङ्गम बजार आइपुग्यो। न्याङ्गम बजार बस स्ट्यान्डमा आइपुग्यो। यो म्याङ्लुङ बजारको यो झन्द्रङ यो बिजुलीको लाइनहरू देख्दा पनि उदेक लागेर आउँछ। यो हेर्नुहोस् त, यो के हो यस्तो? यो 7-8 फिट यहाँबाट करिब हातैले छुन सकिन्छ। यो के गरेका मर्मत गर्नलाई यसरी राखेका हुन् अथवा के हो? यस्तो किसिमको यो झन्द्रङ देखेर पनि बडो उदेक लागेर आउँछ। यो कस्तो अब कहिले मात्रै व्यवस्थित हुने हो? आश्चर्यजनक छ है मित्रहरू। न्याङ्लुङ भएको त्यही भएर यहाँ सौजी भाइको होटलमा नास्ता खान पसेको छु। नास्ता चाउमिन अति मिठो बनाउनुहुन्छ। यो उहाँले दिनुभएको हाफ प्लेट हो। हाफ प्लेट अति मिठो राम्रो शानदार साथ उहाँले बनाउनुहुन्छ। साह्रै भोक लागेको कारणले यहाँ उहाँ भाइको होटलमा बसेर नास्ता लिन गइरहेको छु।